Last part. गाना कुरा नमान्नु हजुरहरुले पनि उहाँलाई देख्नु बुवा कता जानुभयो बुवा यस्तो जगिनु उहाँले एकछिन जगिनु भएको थियो उहाँलाई चाहिँ बोलाउनु डल्लै हामीलाई त लगेर उता लग्नु लाग्यो आउन त आइयो उहाँले दिएको सामान पनि रिसिभ गर्नुभयो अब उहाँलाई के भन्नुहुन्छ एक शब्द भन्नुहोस् Thank you. धेरै सम्झी छि Happy birthday to you. के हो यस्तो जन्मदिनको धेरै धेरै शुभकामना हामी चाहिँ यो एउटा मजाक थियो है बुझ्नुभयो प्राङ्क मात्र गरेको है त्यस्तो यो चाहिँ हाम्रो प्लानिङ थियो एकछिन रमाइलो भयो ठिक छ तपाईँले त मैले चिनेछु कहाँ हो हजुरको घर र बजार बजार पनि कत्नाको बजार हाम्रो सन्धिखरकै हो र पक्नु अहिले मैले सबै डिटेलले भन्छु अझै छ कि म त ल अब एकैछिन है ल एकैछिन ल भन्नुहोस् त यो कसले पठाउनु भयो होला कसले पठाउनु भयो गले खोइ गेस गर्नुहोस् को हुनुहुन्छ माया गर्ने मान्छे त हुनुहुन्छ होला कोही न कोही खै अब के थाहा भएन नि आफूलाई घरमा हुनुहुन्छ होला नि कोही घरको कोही कसले पठाउँछ जस्तो छ कोही छ होला हुनुहुन्छ होला नि खै कोही छैन त्यस्तो त साथीहरू दिदीहरू बहिनीहरू भाइहरू कोही न कोही त हुनुहुन्छ होला नि खै गेस गर्न सकिएन ठ्याक्कै सकिएन अलि नजिकको साथीको नाम भन्नु न कोही कोही अब एक दुईजनाको नजिकको साथी त हात किन गाउनु भएको किन डराएको त्यस्तो अब यसले चिनेको छैन आफ्नो उसमा छैन होइन होइन त्यस्तो होइन है हामीले झुट बोल्ने कुरो भएन को चन्द्र दिदी को रे? चन्द्र कि चन्द्र त्यो त्यहाँ छैन अरू त त्यस्तो त कोही छैन पर कि ऊ होला को तल्ला र कि तिनटुटी हो कि तिनटुटी हातको मार हेर्नु कामेर किन डराएको है हामी त यो पुरानो मान्छे यो के आयो अहिले त होइन हेलो आयो अब गरेन भने तर अहिले त त्यस्तो अहिले उसमा छैन कि नि अझै त्यसमा हुनुहुन्छ कि होइन त्यो त अघिको मजाको हो कि अघिको त मजाको हो प्राङ्क हो त्यो हो मलाई नि थाहा भयो त होइन अन्य कुरो भएन तर त्यसरी नगरिकन को हुनुहुन्छ अरे बाहिर दिदी को चन्द्र दिदी चन्द्र चन्द्र अनि कुन ठाउँ हुनुहुन्छ दुवै दुवै